यता नि फास हात हालेर हामीले मनाइहाल्छ त्यस्तो घोलेर कस्तो मिठो हुन्छ। यहाँ हेर त यहाँ आधी चोक पयालो देखिरहेछ नि अघि हामीले हगेर चार धुएर हातै नधुइकन आएपछि झन् मिठो हुन्छ के बा। कस्तो पिरो भयो पानी दिनु न कस्तो कानबाट धुवा निस्किसक्यो मेरो भनेको। ओ साथी के गरिरहेको हो? यहाँ साथी अस्ति कहाँ गएको नि? अस्ति कहाँ गएको छोडेँ? यहाँ गयो साथी यार म कहाँ गएँ? अस्ति मलाई घाट हाने हुँदैन थियो माथि मलाई दाइले पुग्ने बेला। अस्ति अनि तैँले बाटोमा भाउजू निस्क्यौ नि तँलाई भाउजू भन्ने थाहा थिएन? कसरी थाहा थियो? भनेको थियो र भाउजू भनेर थाहा हुन दाइसँग म पुग्ने लाग्छ जाँटा अरू केटी त जिस्काए ठिकै छ हुँदा भाउजू पनि जिस्काउनु थाली छैन तैँले? भाउजू भनेर थाहा छैन आफूलाई ठिक हुने भाउजू बनाउनु पर्यो नि त। मलाई ठिक हुने बनाएर हुन्छ? ए भाइ तँलाई ठिक हुने बनायो? ए आन्टी लिएर आउनु आन्टी हेर्नु नि त हाइट हेर्नु त तपाईँको हाइट हेर्नु त्यो भाउजूको हाइट हेर्नु त यति छ। अनि हाइटले हुँदैन कि फुच्चे बुझिस्? ए आन्टी लिएर आउनु बुढी यसरी लौरो टेक्ने त्यस्तो भनेको अबदेखि कुरा छाड्दै भाइ भाउजू जिस्काउने काम नगर। तेरो भाउजू हो यो घरको रानी पो हो त बुझिस्? अबदेखि जिस्कायो भने फेरि यो घरको अंश पनि पाउँदैन छैन। कान्छु छोरा मलाई त त्यो थाहा हो भन्ने मिलेर ए भाइ बाउ मर्यादेखि अंश कसको नाममा छ? दाइको नाममा छ। म दिन्छु नि अलिकति जे पाइजे बोल्नु साना भयो नि होइन भाइ भाउजू जिस्काइस् भने चाहिँ तेरो भाउजू आफ्नो भाइ बनाउँदो पनि त्यस्तो छ यार। आफ्नो भाउजूलाई कसले जिस्काउँछ? त्यसलाई त म सम्पत्ति पनि दिन्न होला हो। जाँटा आफ्नो भाइ बनाउँदै यस्तो छ चालेलाई त नलाई भाएन के साला अंश पनि दिँदैन रहेछ। हेरौँला नि कसरी दिँदैन रहेछ। त्यसको बुढी जिस्कायो भनेर मलाई ठुलो भन्दो रहेछ। पक्न मेरो नि पालो आउँछ त्यसको बुढी मलाई मेरो साथीहरू छ त त्यसको बुढीलाई यस्तो ठिक पार्छु नि। अब घर मात्र आउँछ त्यो मासले घर लिएर आउँछ त्यो बन्टी बुढी। तर साथीलाई चाहिँ कल गर्छु एकचोटि। कल गरे यार रसले रहेछ यार। हेलो कता हो साथी? अस्ति तिमी र मैले केटी जिस्काएको भएर मलाई दाइले हानेर हिँड्दिरहेको थियो तर तिमी लास्ट घात हानिदिनु भने छ्या साथी मलाई अस्ति किन भागेको तिमी? ए यार अस्ति छ्यातिमा त यार लास्टै ल्याङ गरेर म डराएर म त भाग्दै नि साथी यार। ल यहाँ चाँडो आउ त त्यसको त्यो बुढी बाटो जानु पऱ्यो क्या ठिक लाउनु पऱ्यो। आउ त तिमीहरू म मिलेर। ए ल म तिम्रो घरमा आउँछु नि त ल बस्दै गएर। ए ल आज पनि जानुपर्छ त ल आज लास्टै हानिदिनु पर्छ। म अस्ति भागेको छ अस्ति भाग्दैन क्या तिमीले नल्याउ। ल यार घाट कहाँ म गर्दिनँ आज अस्ति भइगयो त्यस्तो होइन डर लागेन तिम्रो दाइ ल चाँडो आयो ल चाँडो। ओ साथी के गरिरहेको छ हो? ओ यहाँ त साथी अस्ति कहाँ गएको नि? अस्ति कहाँ गएको छोडेँ? यहाँ गयो साथी यार म कहाँ गएँ? अस्ति मलाई घाट हाने हुँदैन त्यहाँ माथि मलाई दाइले पुग्ने बेला। त्यो तिम्रो दाइ डर लागेन मलाई साथी यार। तिम्रो दाइ डर लाग्यो नि दाइ साथी भने साथी हुनु पर्ने म मात्र पुगे खाने तिमी त नआने केटीसँगै जिस्काएको के? हो केटी त जिस्कायो कि तर दाइ यहाँ तिम्रो दाइको गर्लफ्रेन्ड के थाहा यार मलाई त म जिस्काउनु छैन। ल भयो छोडिदिनु। अघि छैन अघि म यहाँ बसिरहेको थिएँ क्या मेरो दाइले मलाई आएर हानेर गइदिएर अंश पनि दिदिनँ यस्तो उस्तो भनेर होइन। छ्या यार अंश दिइहाल्नु टेन्सन नगर न बरु त्यसको गर्लफ्रेन्डलाई ठिक लाउनु क्या। त्यसलाई त ठिक लाउनुलाई त बोलाएको जाने हो त आज नि त्यो अरू भन्दा पनि दाइलाई ठिक लाउनु हो कि हो? दाइ त आफ्नै यार नगरौँ हो गर्लफ्रेन्डलाई चाहिँ बरु सपिङ भन्नु मिलाउनु। यस्तो रिसिरहेको छ नि अघि पुगेर गइदिएर म त मारिदिन्छु उसलाई दाइलाई। अंश दिँदैन त्यसलाई मारेको अंश नगर मलाई यार दाइ मार्ने हो र? त्यो गर्लफ्रेन्डलाई चाहिँ ठिक लगाइदिउँ क्या आफ्नै दाइ हो छाडिदिनु त्यसको गर्लफ्रेन्ड त्यो भैयाको बसमा आएको थिएन जाउँ। भैयाको भयो साथी भैयाकोमै हो क्या त्यो गाडी साथी फिक्स हो तिमीलाई आज त म घातै गर्दिनँ यार। चडबडी नखाए पनि त्यही जिस्काउनु पर्छ है। यार भैयाको त पढे पछि लाग्दैन रेडी छौ नि होइन आज त? तपाईँ भन्नु न मात्र रेडी हो क्या? म त रेडी हो यार जाउँ आइपुग्नु लाग्यो क्या। कहाँनिर हो त्यो चाहिँ भन्नु न भाइ। अस्ति केही त हो आइपुग्नु लाग्यो त्यहीँनिर होइन साथी मेरो दाइ पनि डर लागिरहेको छ म दाइ छ भने दाइलाई म ठिक लाग्छ साथी हो म तपाईँको घरमै आज साथी ल। म दाइ साइ भन्दिनँ म त त्यसको बुढी त म हेर्नु न अब कस्तो चलाउँछ साला भन्छु मै उडाइन्छ दाइ परेन भन्छ उडाइदिनु। अस्ति बोयफ्रेन्डको चक्करमा साथीलाई बिर्स्यो अब के गर्ने हो यार।
यस्तो चटपटे खाना मलाई मर्ने लागिसक्यो मान्छे फेरि अरू नै कोही छैन जस्तो नि त्यही एउटा छि तँ पनि रिसाकी छि जे भयो नि होसियार जान्छु मुरी त जस्तो भयो पूजा पूजा के चाहियो तँलाई नरिसामा किन रिसाको के नरिसा अस्ति मलाई कहाँ छोडेर गएको तिमीले बिचको बाटोमा मलाई बाटो पनि थाहा थिएन गराउनुलाई अनि अहिले कहाँ छ यस्तो मसल खाना त्यति बेला त अनि खोजेर आइहाल्छ अनि त्यो जे भने रुममा गइदिनु सुन्न के नरिसा बोयफ्रेन्ड पाएपछि मलाई बिर्सिस आफ्नो साथीलाई चाहिँ सम्झिनुपर्छ कमसेकम होइन क्या कस्तो दिमागमा आएन के आमा दिमागमा आएन तेरै छेउमा छु म बोयफ्रेन्डसँग अङ्गल हालेर गएको बिर्सिस तिमीले याद भएन कि तँ थिइस् भनेर त कताको कुनामा गएको थिइस् त मलाई याद देखिन नि त बोयफ्रेन्डसँग यस्तो गरिरहेको थिइस् अनि म कहाँ बस्न जानु त तिमी दुईजनाको बिचमा आउनु अस्ति त अनि चटपडीमा पैसा छ भनेर मलाई भाडा मस्काउनु लगाएको थियो होइन त्यति बेला थियो तर कहाँ गयो थाहा थिएन कहाँ पैसा बोकेको थिइस् क्या बोकेको थियो कहाँ थियो लागा पागल जा तँसँग त म अहिले जिन्दगीमा चटपटी खान जान्न सुन्न आज चाहिँ मैले साँच्ची नोटहरू भने कि 100 रुपियाँ ल्याएको छु 100 रुपियाँ आज नि भाडा मस्काउन लाउने त होइन नि होइन साँच्ची कि 100 रुपियाँ ल्याएको छु 100 रुपियाँ देख फोनमा छ कि पे गर्नुपर्छ 100 रुपियाँ छ अहिले भएन भने चाहिँ नि त्यहाँ भाडा त तँ एक्लै मस्काउनु पर्छ नि फेरि चटपटी त पुरा म खाइदिएर आइदिन्छु फेरि अनि तिम्रो बोयफ्रेन्ड नि जहाँ भेट्यो नि उसँग गयो भने चाहिँ फेरि के गर्नु यार अनि के गर्नु अचम्म छ ल जाँदिन हिँड्न सक्छु साँच्ची जाँदिन नि देखेँ नि जाँदिन नि गयो भने चाहिँ त थप्पड हाल्छु त्यहाँ बोयफ्रेन्ड जाँदेखि नि जाने होइन त्यतिकै मलाई एक्लै छोडेर जाने गर्ने होइन नि फेरि मलाई छोडेर ल जाँदैन तर कि साथी यो पालि चाहिँ साँच्चीको मसँग 100 रुपियाँ छ त्यस्तो अर्को चाहिँ भाडा मार्नु पर्दैन साँच्ची छ म अहिले अब बोयफ्रेन्ड विश्वास गरेर आएको छु फेरि त्यहाँ भाडा मस्कायो भने त यत्रो थप्पडले हाल्छु नि तेरो गालोमा नि तेरो त्यो सेतो गालामा रातो हुने गरी हालिदिन्छु नि साँच्ची छ कि मसँग चाहिँ 100 रुपियाँ छैन त्यस्तो केही चिन्ता नगर्नु तर आज म पुरै खुवाइदिन्छु कसलाई माग्नुलाई पैसा भनेर अब मेरो मम्मीले दिनु भएको होइन मैले झुट बोलेँ दिएको थिएँ क्या भरे घरमा गएर लखेट्ला नि कुचोले थाहा पाउनुहुन्न ओके त्यहाँ गएर चाहिँ फेरि यार तिमीले अस्ति छोडेर गए जाने बेला नि मलाई यस्तो चित्त दुखेको नि चटपटी खान यस्तो मन थियो तिमी नै थिएन तिमीलाई बोलाउँ भने मलाई रिस उठिरहेको तिमी कहिले खुवाउनै आउँदैन अनि म रुकेर बसेको चटपटी खाएको छैन मैले अस्तिदेखि थाहा छ तिमीलाई अबि हो र अनि किन नखाएको त अनि तिमी त थिएन म एक्लै कसरी जानु साथी भनेको तिमी एउटा थियो नि तिमीले नि मलाई बोयफ्रेन्ड पाएपछि त्यसकै छोडेर गई होइन कि त्यो खै कहाँबाट आयो मलाई कस्तो कहाँबाट आयो आज चाहिँ जहाँबाट आयो नि त्यही बस्ने नि फेरि चटपटी आज पिरो खान्छ है अमिलो खानुपर्छ क्या अस्ति अमिलो पछि अमिलो हालेर यस्तो मिठो भएको थियो नि चटपटी आम्मा आज त त्यो भन्दा धेरै अमिलो हालेर खानुपर्छ ल अनि त चटपटी खाबल गरेर खुट्टा दिएको भएलाई खुट्टा त त्यो त मैले नाटक पो हालेँ त तिम्रो छेउमा अब यो हो र साँच्चै हुनुको अनि अन्त बढेको चटपटी अन्त भैयाको हातको त कति मिठो हुन्छ कति मिठो हुन्छ याद के गरिदिउँ ल चरपट आयो हजुर चरपट हो दाजु कस्तो चल्दैछ हौ व्यापार छैन नि भाइ यार सब तपाईँले लगिहाल्नु भयो सुक्को राम्रीहरू गराएर सब तपाईँले लगिहाल्नु भयो म त सुक्खा भइसक्यो अरे भाइ आउनु पर्यो नि चटपटे मसला हुन्छ नि जो हामीसँग जस्तो स्पेसल चटपटे मसला कोहीसँग हुँदैन के तिमी अब वहाँ यता त्यसरी खक बनाइहाल्छ तिमी अब हुन्छ नि पानीपुरी बनाउँदा नि हातमा पन्जा लगाइ बनाउँछौ नि त्यही भएर स्वाद नआएको कि हामीसँग यस्तो मसला टेक्निक छ त्यो मसला हालेपछि त मिठो हुन्छ नि चटपट सिकाउनु पर्यो भैया चाहिँ क्या मलाई पनि हाम्रो त व्यापारै भएन हाम्रो घर परिवार पाल्नु पर्ने व्यापार भनेको सुक्को छैन के गर्ने हो त भैया चाहिँ सिकाउनु पर्यो क्या तपाईँले मलाई पनि हजुर हामी कहाँ सिकाउँछ थोरै न तँलाई सिकाउँछ
हाम्रो हाम्रो व्यापार यो हाम्रो यत्रो पसल बनाएको हाम्रो जाँदैन हामी पनि त्यस्तै बाटोबाट आएको हुन्छ नि त्यो चटपटे मसलाको स्वाद चाहिँ कहाँ हुन्छ भनेर तिमीलाई थाहा नै छैन चटपटे ए भैयाजी तपाईँ तराईमा बस्ने म पाहाडमा बस्ने हामी नेपाली नै हो क्या सिकाउनु पर्यो हामी दाजुभाइ मिलेर बस्नुपर्छ क्या सिकाउनु पर्यो व्यापार आदि गरौँ न तपाईँहरू अरे दाजुभाइ भन्दैमा हाम्रो बिजनेस दिउँ बिजनेस आइडियामा दाजुभाइ हुन्छ थोडी न हुँदैन यस्तो फेरि त्यो भैयाजी त काम चटपट हजुर यी चटपटे ए बहिनीहरू यता आऊ चटपटे खानु कहाँ यता नेपाली मिठो यहाँ बन्छ क्या त्यो भन्दा नि तिमीहरू कहाँ गएको ए भाइ तिमी जति बोले नि आउने हाम्रोकोमा हो क्या तिमी धेरै नबोल खोइ बुनहरू यता आऊ त्यहाँ राम्रो आउँछन् हामी यस्तो कालो भैयाजीकोमा चटपटे मिठो हुन्छ कि ए यो बहिनी भैयाजीलाई त चटपटे खाने त हाम्रैमा हो कि हजुर चटपट हजुर के हो भैया तपाईँ त अस्तिभन्दा पनि कालो भएर आउनु भएछ त ओ हजुर हाम्रो गाउँ छ नि वो सिर्रामा कि बहुत खाम हुन्छ 2-4 दिन गाउँ गएको थिएँ कालो भइहाल्यो हजुर ए ल पिरो चटपटे अब हामी जति कालो भयो नि मन गोरो छ हजुर चटपटे मिठो भइहाल्छ हो ताई हजुर नि बहिनी कतिको बनाऊँ बहिनी 100 रुपैयाँको बनाइदिनु 100 रुपैयाँको अस्तिको जस्तो त भाँडा त माझ्ने सोचमा छैन नि नै छैन अझ पैसा लिएको छु ओ हजुर ठिक फेरि बहिनी पैसा भएन भने त पछाडि भाँडा बाँध्ने ठाउँ देखेको छ नि ए ल 100 रुपैयाँको बहिनीहरूलाई बनाइदिइहाल्छु नि चटपटे हजुर बहिनीहरू हामी साफ पारमा चटपटे बनाइहाल्छौँ 100 रुपैयाँको होइन 100 को बोनस सुध दिइहाल्छौँ के बुनु यार तिमी चिन्तै नगर न के चिन्ता गरे चटपटे हामी मिठो बनाइहाल्छौँ के चटपटे चटपट हजुर चटपट गुलियो त हुँदैन हजुर पिरो र अमिलो चटपट बहिनी के हो अलिकति अमिलो र पिरो हाल्दिनु ल बहिनी फेरि अमिलो खाएर त वो टोयलेटको हुन्छ नि लौटा ग्याङ होला नि बिहान फेरि लौटा ग्याङ त्यस्तो हुँदैन के ए बहिनी तिमीले भनिहाल्यौ न ठिकै छ पिरो अमिलो होइन अमिलो हाल्दिनु ल पिरो अमिलो स्वास्थ्य पाउँछ के बुनु अस्ति पनि भने होइन हो बनाइदिनु अनि अरू दुईचोटि भन्नुपर्छ अस्ति पनि भने पर्दैन चटपट पिरो पनि हाल्दिनु ल ए बुनु फकर भने होइन पिरो होइन के पिरो हो यो हो नि त हजुर लसक पारेर घोल्नु पर्छ के हजुर यो मसला हुन्छ नि जो लसक पारेपछि कुनामा गला मिठो हुन्छ के हजुर पार्नु न त लसक पारिसके त हजुर रेडी भइसक्यो चटपट कुनु हेर त लटक्कै बनाइदिएको छु के दिनु खै चम्चा रुख बुनु हामी दिइहाल्छ चम्चा लसक गरेको हो नि हजुर लाउनु चम्चा दुईटा दिनु न भैया लाउनुस् न त बुनु त्यो हुन्छ नि हामीले लसक गरेपछि स्वाद आउँछ खाइरहनुलाई हस् दाइ हामी खाइछु कस्तो छ हजुर चटपट तपाईँ मान्छे कालो भयो नि चटपटले यति मिठो छ नि भैया हामी मान्छे मात्रै कालो हो के हजुर ओइ फुच्चे देखि छैन हाम्रोमा चटपट बनाएपछि जो पनि हाम्रोमा आउँछ तेरोमा त खाने आछ नि के भइया भन्छ फेट्ला फेरि ए भैया सब राग लाग्यो तिमीलाई म खेदाउँछु नि मेरो ठाउँबाट कसरी खेदाउँछस् हाम्रो पनि नेपाली नागरिकता छ सिर्राको वा हुन्छ नि सिर्राको तिमीलाई म सिरामै लगाएर राखिदिन्छु राख्छ सिर्रामा तेरो पनि गाउँमा पुर्याइदिन्छ हामी हाम्रो गाउँै यही हो भैया त्यो ठुलो बनाइन मसँग तर जस भागिहाल्नु हाम्रो पसल अगाडिबाट दोकानमा साला कस्तो पिरो भयो पानी दिनु न कस्तो कानबाट धुवा निस्किसक्यो मेरो हो भनेको पिरो छिटो दिनु न हो पानी लसा घुमाएपछि पिरो हुँदैन बुनु अघि चाहिँ पिरो हाल भन्ने अनि मैले लसा घुमाएपछि पिरो भन्ने पिरो पो हाल भनेको त मर्ने गरी पिरो चाहिँ कसले हाल भने तपाईँलाई अरे बहिनी यहाँ काहीँ खोर्सानी छ यो चाहिँ के यो हरियो खोर्सानी चाहिँ के तिमीहरूको जिब्रो त नुन हाल्दा नि पिरो हुने के हजुर तिम्रो पाता छ नि भैया हो र अनि म त पिरो भएको त तिम्रै छैन त अनि कहाँबाट यो बुनुलाई पिरो भएको छैन तिमीलाई त हाम्रो चटपटी मिठो लाग्दैन जस्तो छ लाग्दैन मलाई तपाईँको अनुहारै राम्रो लाग्दैन अरे बुनु थ्याक बुनु यार त्यस्तो होइन नि अब हाल्दिन पिरो ल खाऊ भित्र जानु छिटो खाऊ घर जाने
तिम्रो कस्तो मिठो छ मिठो मान्छेले पिरो भएको देखिन तिमीले म त कस्तो मिठो जस्तो लागिरहेको छ छि छिटो खा घडिलो भइसक्यो के घटेलो भयो नि खाने हो म त खाना खा मलाई पिरो भयो मलाई यस्तो मिठो छ तर कसरी पिरो भयो भन्छ कसरी खाएर पिरो भयो म त मिठो छ बाहिर त नखाइहाले म खान्छु ए खा न बे थ्याङ्क यू खाना खा पुरै खा सक्का पुरा खान्छु पैसा दे पैसा पान त खानु दे मलाई अङ्कल मेरो त फोन पे छ कता फोन पे बहिनी फोन पे भइहाल्छ नि यहाँ गरिदिउँ न त न यता हो भयो त हजुर बुनु हजुर हजुर गइहाल्नुहोस् हजुर दाइ यार भन न भाइ यार त्यो चटपटे पसल कस्तो भाइरल भएको त्यो भैयाको लास्ट भाइरल भइरहेछ त्यो भने त्यसको आज इन्टरभ्यू लिन जानुपर्छ आज यसको इन्टरभ्यू लिएर युट्युबमा भिडियो हाल्यो नि त डलर त डर लागेको जाउँ है जान्छु ल भैयाको चटपटे कप पनि आइसक्यो है अब इन्टरभ्यू लिएर पर्छ भाइ है ए के छ दाइ ओ भैया जीवन यहीँ बसिरहनु भएको हो हजुर स्वागत छ तपाईँलाई हाम्रो बुहारी पहिलो गयो च्यानलमा त हजुरले अरे भाइ पहिला च्यानलको नाम त ठिक राख्न हो नि हामीसँग इन्टरभ्यू लिन आइज हामी त सेलिब्रेटी भइसक्यो नि अरे भाइ के हो बुहारी पहिला गएर च्यानलको नाम पनि सुन्दै इन्टरभ्यू नि नदिउँ जस्तो होइन त्यस्तो भनेर हुँदैन हामी टाढाबाट आएको तपाईँको झन् इन्टरभ्यू लिनु भनेर अब सोधिहाल के सोधिहाल्न के सोधिहाल्न कति कुरा गरेको हाम्रो त हो छ नि हामी त सेलिब्रेटी भइसक्यो नि त भन्नु अब मलाई तपाईँ यसरी भाइरल कसरी हुनुभयो ए भाइ भाइरल हुनलाई आजभोलि के गर्नुपर्छ केही भन्नै पर्दैन नि केही भने भाइरल भइहाल्छ नि भाइ के भनेर भाइरल हुनुभयो तपाईँ लट्टकै मात्रै होइन के घाँस भन्नुपर्छ घाँसै भाइरल हुन्छ जस्तो चटपटी घुमाउँछ नि घाँस त्यस्तै हो तपाईँ हामीलाई भनिहाल्नु तपाईँले यति मिठो चटपटी कसरी बनाउँछ तपाईँकै पसलमा केटीहरू आइरहेको छ यहाँ नेपाली अङ्कल हुनुहुन्थ्यो अरे भाइ तिमीसँग केटी पटिँदैन होला के हामीसँग पटिन्छ हाम्रो चटपटी बनाउने मसलाको टिकै थाहा भयो भने नि अरे भाइ तिमीलाई थाहा छैन कि हाम्रो टेक्निक यस्तै हुन्छ हाम्रो टेक्निकहरू अनि यो के गर्नु भएको त तपाईँले यो के गर्नु यही त हो नि मिठास अझ नि भाइ यता नि ख्वास हात हालेर हामीले बनाइहाल्छ के सर घोलेर कस्तो मिठो हुन्छ यहाँ हेर त यहाँ हात यो जो पयालो देखिरहेछ नि अघि हामीले हगेर चाक धुएर हातै नधुइकन आएपछि झन् मिठो हुन्छ के भागिदिउँ फुच्चीहरू हामीहरू त्यो चटपटी बनाउने टेक्निक देख्ने बित्तिकै भाग्यो फुच्चीहरू यस्ताहरू इन्टरभ्यू दिन आउनेले किन हाँसिरा अब तिमीलाई के गरेको कहिले गरेर मलाई घरमा बाँस पनि पाएको छैन यसलाई त म त कस्तो राम्रो छ तिमीलाई कस्तो बोल्नु मन लागिरहेको थियो तिनीहरू बाजु दाइ आएर बोल्नै पाएन क्या त्यति कस्तो राम्रो छ मलाई तिमी राम्रै लाग्यो हो र तिमीलाई कस्तो बोल्नु मन थियो तिमीको दाइ आएर फुट्यो नि त म त भागिदिइरह्यो त्यतिखेर मलाई कस्तो बोल्न मन थियो फेरि पछि उनीहरू नि बाजे अनि त्यसपछि म नि गरेँ हो त्यही त अनि बाजिरहेको ल साथी के गर के गफ गरिरहेको साथीसँग गफर खाजु ल परे जस्तै हो क्या कस्तो राम्रो तिमीलाई लाग्छ चाहिँ के हो त हामी के गरेँ नि आफ्नै दुश्मनसँग ल अहिले हामी मेरो साथी छैन पहिला आइसक्यो पर्नु सक्यो क्या हाम्रो ल्याङ्नु गर्न दोष ल घात गरिदिएर अब म कता जान्छु नि तिमीले गर्न मैले दाइ भाउजू सब कुद्दै होइन त्यो गन्ती भाउजू ठिकै छ त कुद्यो ल ठिक छ मलाई त्यसले कुट्यो होइन
होइन यो बेलानको बेला कल गर्ने चाहिँ को रहेछ ल बेबी पो रहेछ के काम परेछ हेलो ल बेबी किन रुको तिमी कसले के गर्यो मलाई तिम्रो भाइले कुट्यो मेरो भाइले कुटे रे त्यसलाई मैले अघि भर्खर घरमा सम्झाएर पठाएको यार अझै नि भएन त्यसलाई रुक कहाँ हो तिमी ए ल ल त्यही बस्दै गर म आइहालेँ छिटो आऊ न हस् त्यो फुच्चेर मैले त्यत्रो सम्झाएको झन् मेरो दाइ पनि आएको देखिन दाइ पनि आएको देखिन फेरि तिमी चुप लाग न नरुव के तिमी नरुव के एकछिन नरुव कुन्डु त पर्छ नि ए भाइ अघि भर्खर त्यत्रो घरमा सम्झाएको होइन तँलाई मैले लाग्दैन मलाई केही पनि तैँले सम्झाएको ओए अंश पाउँदैनस् भाइ त्यही हो अब तै अंश चाहिँ तैँले पाउँदैनस् के घरबाट निस्किनु मन लाग्यो तँलाई यिनीहरू त बाजी राजा आएर भाग्यो है त्यो भाग्यो मान्छे गइदो अस्ति तिमीलाई छोडेर भएको थियो नि त्यसले होइन आज तिमीलाई ठिकै भएर छोड्यौँ है ठिक्क पऱ्यो ल ल जाउँ हामी चाहिँ ए भाइ तँलाई मैले भने होइन भने कस्तो यत्रो सानो थियो बिचराको आँखाबाट आँसु निकाल्दैछ कहिले कस्तो सानो यस्तो भाउजू यस्तो अबदेखि घर नआइजे अंश संस्था नि पाउँदैन दाइलाई मार्छ तँलाई मारेर आउँछु घर नआइजे भाइ घर नआइजे त कामै छैन भनेको अब बच्चादेखिको भाइलाई छाडेर ल उसको बुढी राम्रो